ल गठबन्धन त यता भएछ क्या, एमाले काङ्ग्रेस माओवादी र श्रम संस्कृति पार्टी एकै ठाउँमा आएका छन् है। यो माथि देखिराख्नु भएको तस्बिर जहाँ सांसदहरू अहिले छलफल गरिरहेका छन्, यसमा चाहिँ एमाले काङ्ग्रेस माओवादी र श्रम संस्कृतिका सांसदहरू एक ठाउँमा बसेर छलफल गरिरहेका छन्। यो छलफल कुनै चान्चुने छलफल होइन, यसमा कुनै नीति बनाउने अथवा देशलाई विकास कसरी गर्ने होइन, हामीले सरकार सामु देशको लागि देशको विकासको लागि कस्ता कस्ता योजनाहरू लिएर जाने भन्ने बारे छलफल होइन। यो सिर्फ एउटै विषयको लागि छलफल हो, त्यो हो प्रधानमन्त्री बालेन शाहको विरोध कसरी गर्ने। प्रधानमन्त्री बालेन शाहले जो सीमाको बारेमा जो एउटा अभिव्यक्ति दिएका थिए त्यसको विरुद्धमा चाहिँ यो सबै दलहरू मिलेर संसदमा चाहिँ रोइलो गर्नको लागि छलफल गरिरहेका छन् है, ताकि प्रधानमन्त्री बालेन्द्र शाह र अहिलेको सरकारको चाहिँ खुट्टा कसरी तान्न सकियोस् र संसद कसरी अवरोध गर्न सकियोस् होइन,